नमस्कार है। अब आज गर्मी पनि धेरै छ। आज चाहिँ 2083 3 महिना 5 गते। आज चाहिँ हामीले हाम्रो केरा अन्तर्गत केरामा चाहिँ हामीले यो चौथो बाली चाहिँ हामीले कटिङ गरिरहेछौँ। अब यो क्वालिटीको केरा चाहिँ हामीले आफै उत्पादन पनि गर्छौँ, आफै पकाउने प्रोसेस पनि गर्छौँ, त्यो सँगसँगै मार्केटिङ पनि गरिरहेका छौँ अहिले। अब पकाएर नै हामीले मार्केटिङ गरेपछि हामीले यसको मूल्य चाहिँ हामीले 1000 सम्म हामीले कोटेड गरेका छौँ प्रति दर्जन। अब 10 दर्जनको 1000 रुपियाँ पर्यो। त्यो अन्तर्गत चाहिँ 100 रुपियाँ दर्जन चाहिँ हामीले होलसेल गइरहेको छ अहिले। अब आज चाहिँ हामी यो काट्ने प्रक्रियामा छ। अलिक गाह्रो नै हुन्छ त्यसले गर्दा। ठुलै छ घडी ठुलै छ, सानो नै छ। अब यसरी हाम्रो किसानहरू देखान उठाएर केरा छ यस्तो ट्याक्क उठाएर देखान ट्याक्क मिलाएर प्याकिङ गर्ने हो, पछि पकाउन हाल्ने हो, त्यसपछि चाहिँ हामीले बजारसम्म चाहिँ बजारीकरण गर्ने हो। धन्यवाद है।